पार्टी को झोले कार्यकर्ता आज को दिन में जो कोई पनि हुन सक्छ। सरकारी कर्मचारी होस् या शिक्षक, ठेकेदार होस् या रोजगार, जो पनि आज को दिन में पार्टी को झोले कार्यकर्ता अर्थात नेता को हनुमान हुन सक्छ। आज त्यही पार्टी को झोले कार्यकर्ता अर्थात नेता को हनुमान को दैनिकी को कुरा गरौँ। यिनीहरूको दैनिकी बिहान 8 बजे सुरु हुन्छ। 8 बजे मोबाइल खोलेर हेर्यो, आफ्नो नेता को फोटो वा भिडियोमा 2टा लाइक, 3टा कमेन्ट र 2टा सेयर अलग अलग एकाउन्टबाट गर्यो र दङ्ग पर्यो मैले नेताजीलाई राम्रो चम्चागिरी गरे भनेर। त्यसपछि उनीहरूको आफ्नो दैनिक कर्ममा लाग्छन् र आफ्नो अफिस पुग्छन् अर्थात चिया पसलमा गएर शिक्षा, स्वास्थ्य, विकास, स्थानीय तह, नगरपालिका, संसद, विधायक सबैको व्याख्या गर्छन्, लाख करोडको कुरा गर्छन् अनि लास्टमा चियाको पैसा कसलाई टास्ने हो कि त साउजी 2टा चिया बाँकी रह्यो भनेर साउजीको उधारो खातामा हाल्ने हो। अनि घर आएर बाउले कमाएको दाल भात तरकारी हसुर्यो अनि कहाँ जानुपर्ने हो। आजको कार्यक्रम विमानस्थलमा नेताजीलाई रिसिभ गर्नुपर्ने छ भने त्यहाँ गयो, मस्त खाजा सादा उडायो, नेताजीलाई सेल्फी खिच्यो, सोशल मिडियामा हाल्यो, त्यसको मार्केटिङ गर्यो, त्यसबाट पनि आफ्नो त्यो पिआर सिआर मिलायो। किन विमानस्थलमा नेताजीको आगमन छैन भने पालिकाहरूतिर धायो, जिल्ला प्रशासन, सिडिओ अफिस छ, अदालत, त्यतातिर मार्केटिङ गर्यो। पञ्चायतीहरू छ भने पञ्च बन्यो, पञ्चायती गर्यो। सामाजिक कार्यकर्ता भएपछि पञ्चायती राम्रैसँग गर्नुपर्छ। अनि त्यसबाट त्यही अफिस टाइमसम्म उनीहरू बिजी रहन्छन्। अब 4 बजे 5 बजे पछिको काम भनेको अब व्यापारी ठेकेदारसँग आफ्नो केही छ भने बेलुका अब लाग्ने, अब सोमरसको व्यवस्थातिर लिएर जाने, दिनभरि पञ्चायती गरे हुन्छ, त्यसबाट पनि व्यवस्थापन भएकै हुन्छ। 8 देखि 9 फेरि पान दोकानमा गयो, लामो ढिल्यो, दिनभरि नेताजी यो जी त्यो जी, यो साहेब त्यो साहेब गर्यो अनि घरतिर प्रस्थान। अनि बेलुका फेरि सोशल मिडियातिर गयो, नेताजीको फेरि फोटो भिडियो छ भने लाइक सेयर कमेन्ट। अनि प्रशासनतिरको दाइहरूको बढुवा सडुवा भएछ भने त्यसमा दाइलाई बधाई दियो, शुभकामना दियो। भाउजूहरूको वर्षगाँठ छ भने दाजु भाउजू वर्षगाँठको शुभकामना दियो। 2टा लाइक, 3टा सेयर र 2टा कमेन्ट अलग अलग एकाउन्टबाट हान्यो। विपक्षी पार्टीको नेताहरूको केही छ भने त्यसमा मस्त गाली गर्यो अनि आनन्दले भोलिको फेरि पञ्चायतीहरूको व्यवस्थापन गर्दै आजको एक दिन पार्टीको झोले कार्यकर्ता अर्थात् नेताको हनुमानहरूको दैनिकी पुरा हुन्छ। अस्तु।